बिहानी सवारीको दिन यसैले खान पाइयो जेब्रा झोला खाँदै Guys, you saw handmade crafts. यसरी बनाउने टक्क लगाएर अनि यो ऊहरू चाहिँ कताबाट लिएर आउनुहुन्छ? सबै अर्ग्यानिक होला भन्छ अर्ग्यानिक कपडा ओ माई गड यो अन्त असली भ्यू पोइन्ट भनेको त दाइ बब्बाल रहेछ है लगाइ धम्पुसको भ्यू पोइन्ट दाइ ल गाइज अब धम्पुसमा त आइयो गाइज हेर्ने के हेर्ने भनेको त भैँसी ल बस अब हिमाल देखिने बेला भइसक्यो है दाइ अब एकछिनमा हामीले हिमाल पनि देख्नेछौँ तर त्योभन्दा अगाडि पहिला चाहिँ यी भैँसी देख्न पाइयो फर्स्ट टाइम होला दाइ है जुमा पनि देखिन्न होला ओ कुकुरको भोग्ने तरिका नि मिठो कि यो चाहिँ एकदम चर्चित होटल दाइको हिँड्दाखेरि मरद छ फर्स्ट टाइम हो तपाईँ पनि दाइ यहाँ आऊ धम्पुसाको तपाईँहरू पनि सेकेन्ड टाइम रहेछ दाइको तपाईँहरू पनि आउनु धम्पुस एकदम आनन्द चिसो हिमालय देख्न पाउनुहुन्छ चिसो मौसममा तातो खाना पाउनुहुन्छ होइन माथि अनि टक्कलाएर केही मुमेन्टहरू क्याप्चर गर्ने हामीले त्यसपछि डान्सको भिडियोहरू हामी त फोटो खिच्ने है दाइ यस्तो हिलो नि देख्न हामी त फोटो खिच्ने हो नामो भिडियो बनाउने हो अनि हामी त टिकटकमा हाल्ने हो होइन दाइ यस्तै अनि त्यसपछि हामी त दसैँतिर त मैनाङ घुम्न जाने हो है दाइ हो कि होइन घाम पो लाग्छ बस ऐसेलु हुन्छ रहेछ हेर्नु ऐसेलु टर्ने रहेछ त टिपम खोल्टीमा हालौँ दाइ काहीँ झन् त ऐसेलु सुन्तला पनि पाइयो भने त टिप्ने दाइ ए गाई ऐसेलु बिहानी सवारीको दिन ऐसेले खान पाइयो जेब्रा झोला खाँदै जेब्रा झोला भालौँ चितवनतिर लाएर पुलचकमा लाएर बेच्ने क्या गाई मिठो रहेछ है टिपम न चाहिँ अब न चाहिँ घुम्न नजाऊँ त यही खाएर पनि बेलुका भात खानै पर्दैन त्यही यता टन्ने रहेछ त ए टन्ने रहेछ ऐसेले यार बेलुका भात खानै पर्दैन त हामीलाई अब पैसा बच्छ त दाइ है दाइ है ऐसेलु मिठो रहेछ यार होइन अनि अर्ग्यानिक ऐसेलु कस्तो भोक लाग्थ्यो त के खाम भएको थियो है ऐसेले पाइयो बस
मिठो ऐसोले खानुहोस् यसरी टिप्नुहोस् ऐसोले खानुहोस् ए बस ल म त भयो अनि त अहिले खाँदै हुनुहुन्छ है ऐसोले कस्तो दाइ तितो तितो अरे त्यसै आयो त मान्छे त्यो भनेपछि नपाउनुले के अरे बैसँग खायो भने जस्तै हो त त्यो भाइ त लास्ट हो क्या नखाने अझै यहीँ भिडियो बनाउने हो बस वाइ के हो यस्तो जता हेऱ्यो नि ऐसिलो देख्छु त मलाई त याद है मेरो आँखा त्यति तेजिलो छ र दाइ बस्ने हो कि कुरेर बस्ने यो बब्बा लाग्यो ठाउँ त है आज रात बिताउनु पर्ला जस्तो भोलिको जुम्बा क्यान्सल होला जस्तो फेरि भोलिको जुम्बा क्यान्सल होला जस्तो दिदीहरू बिस्तारै हटिराख्यो हिमाल पनि यता नि जतासुतै हिमाल देख्न थाल्यो त अब त मैले भने नि भाइ हामी बेस्ट टाइममा आयौँ क्या बेस्ट टाइममा ऐसोले टाइम आयो त अब अर्कोचोटि सुन्तलाको टाइममा आउँथ्यो है कार्तिकमा त्यतिखेर कार्तिक कुकुर लाग्ला नि फोन आयो त ल गाइस अब चाहिँ हामी केही डान्सहरू गर्ने हो डान्सर भएपछि डान्स त गर्नु पर्यो होइन त्यसपछि त बल्ल ऐसोले खाने फेरि एकचोटि हजुर गाइज सब ह्यान्डमेड क्राफ्ट्स है यसरी है बनाउने टक्क लगाएर अनि यो ऊहरू चाहिँ कताबाट लिएर आउनुहुन्छ हजुर यो त सबै अर्ग्यानिक यसलाई भन्छ अर्ग्यानिक कपडा काठमाडौँ है ए भेडाकुलबाट कुन चाहिँ ए योलाई चाहिँ यो भेडाकुलबाट भन्छ है यो त हरि महँगो होला है दामी यार फेरि सब महँगो पर्छ होला है कसरी पर्छ नि यो उसको 1500 यसको प्राइस कति हो त्यही हो त्यस्तो नट्टुमा चाहिँ कश्मिरे रहेछ कश्मिरे पछ्यौरी हेर्नु धेरै महँगो नि ठिक आफ्नै हातले बनाउनु भएको अर्ग्यानिक कपडा राम्रो रहेछ है राम्रो त राम्रो छ किन्ने भयो किन के छ विचार यसो ट्राई गरौँ पहिला है ट्राई गर योभन्दा त मलाई त यो पो मन पऱ्यो यसो कलर हेरौँ दाजुभाइले कुण्डलीमा त ल होइन यो पनि रहेछ एउटै कलरमा लिने हो ए भन्न हुन्छ ल पर्यो यहाँ एकछिन पऱ्यो अर्ग्यानिक लार्ज भन्दा नि एक्सलै दिनु कस्तो देख्छ दामी देखियो राम्रो क्या सही खाएन त मार्केट खायो तपाईँले एकचोटि लगाउनु त मार्केट खायो मरुन कलर लगाइदिनु एकचोटि मरुन कलर लगाइदिउँ ग्रिनै दिनु नि एकचोटि यो साइड छैन त्यही हो क्या पछाडि हान्दैन कुन हो एक्सेल हो डबल एक्सेल हो यो एक्सेल लगाउनु डबल एक्सेल धेरै ठुलो तिमीलाई चाहिँ ठिक हुन्छ अझै ट्राई गर्नु नि म तपाईँलाई दिन्छु जादु डिप्रेसन र गाइज
हामी चाहिँ धम्पुसको भ्यू पोइन्टमा जाँदैछौँ। माथिपट्टि गएपछि सबै देखिन्छ है, हो क्या नि दाइ? के हो था दसैँ आएन पिङ खेल्ने हो क्या? खेल्ने हो? एकचोटि भुइँ छोडाउँ है दसैँ नआउँदै। धरती त छोड्न मिलेन, धरती त छोड्न मिलेन। एकचोटि चक्कमै धम्पुस पाएर चक्कमै गरेर जानु पऱ्यो। बास एकचोटि अझै, बास अझै एकचोटि, बास आउनु मेरो पालो भयो। धेरै नखालौँ मेरो पालो। ल एकचोटि यसरी राख्नुभयो ढक्का ढक्का। ल ल ल बस टुङ टुङ टाढा। ल भयो 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 भाइ। ल डिप्रेसनको औषधि हाज मलाई। ल गाइस डिप्रेसनमा हामी पुगिसक्यौँ। अब हामी डिप्रेसनमा पुगेर माथि नयाँ नयाँ माला दाइले लिनु भइसक्यो। नयाँ नयाँ कपडा, ज्याकेट हाल्यो भित्र। कुन ज्याकेट? त्यही ज्याकेट। कुन त्यही ज्याकेट? डिप्रेसन ताल हामी ढिलो हुन्छ दाइ माथि जाने। तल झरेपछि हुन्छ क्या हुन्न? मन्दिर ताल मन्दिर बेताल माछा खै तपाईँले माछा पनि देख्नु भएन होला धम्पुसको। भिडियो चाहिँ हामी कहाँ बनाउँदै दाइ? माथि भ्यू पोइन्टमा चार्ज पनि कम छ। यस्तो बवाल छ भन्ने सुनेको थिएँ मैले है दाइ। हामी ऐसुली पनि खायौँ, कपडा पनि किन्यौँ, माला पनि किन्यौँ। अब हामी मन्दिरमा जाने। टक्कलाई एकचोटि हेरौँ। बाह्र मन्दिर हेर्नुभयो? जुत्ता लाएर आउनुहुन्न पापी। तपाईँ पापी हुनुहुन्छ दादा वास्तवमा। तपाईँ देखावटी दर्शन गर्नुहुन्छ। Oh my God, what English is? You know what? Your English not your English. Only English. You talk English. No, oh you. But why you English? Because I'm English. Oh, you English? Yeah. No, nobody. Always English. Why, bro? Why? Because English is in me. Oh my God. And So brother, mountains and the rivers. English is speechless. Yes. Yeah. In the less. Oh my God, 2 less? Yeah, 3 less. Yes, 5 So guys, less. is my English so very general? Huh? फुर्किदिन्छ अब। है कति मिनट लाग्छ? 5 मिनट। ओ अघि सुरुमा होइन 5 मिनट भनेको? जति हिँड्यो त्यति 5 मिनट हो क्या? थके लाग्यो, बुढेसकाल लागिसक्यो है। तर ठाउँ चाहिँ बवाल हो क्या है। अझ माथिपट्टि पोइन्ट भ्यूमा त हामी पुगेकै छैनौँ। ल जङ्गल एरिया डर छ। इधर रात में बहुत डरावना आयो गाइस। के आयो पोइन्ट भ्यू 180 मा। धेरै चिन्ता नगर्नुहोस्। डिप्रेसन गाइस। ओए ठाउँ त केही होइन, के को उयो हो र? ए माथि माथिबाट फाइनली आयो। यहाँबाट कि भ्यू देखिने, कता मोबाइल खस्ला भने डर। पोखरा खै पोखरा लगाएर चाहिँ हेर्नुहोस् यो हो नि त। अनि यताबाट आउनु न छिटो।
एकचोटि ची यो माथिबाट होइन हाय ये है दुनिया का अजीब रास्ता जो कभी आप लोगों ने नहीं देखा होगा। ओ माई गॉड यो भन्दा असली भ्यू पोइन्ट भनेको त दाइ बबाल रहेछ है। ल गाइस यहाँबाट चाहिँ बबाल देखिँदो रहेछ अझै धम्पुस के अरे दाइ धम्पुसको भ्यू पोइन्ट धम्पुसको भ्यू पोइन्ट है। अनि ताल फेवाताल त्यसपछि त्यहाँ व्हाइट स्तूप छ अनि पोखरा सिटी त्यहाँ छ अनि ल हेर्नु सबै हेरेर पाउनुहुनेछ तपाईँ 40 रुपियाँ मात्र 40 रुपियाँ हान्दै अनि 5 मिनेटको बस अनि 5 मिनटको बा पुछ्रे ओइ ल ओए खोइ त यार देखि हिमाल अरे ऊ त्यो हिमाल हिमाल गाइज हिमाल तर यो बादल लाग्यो बादल लाग्यो बादल सरी ओरी परी यो गयो भने क्रेजी देखिन्छ क्रेजी देखिन्छ है त है ल यहाँ यति नै हो तपाईँ कुर्नी हो त एकैछिन त ल गाइज यति नै हो न। यदि तपाईँहरूलाई पनि हेर्नु मन छ भने आउनुहोस् प्लिज धम्पुस बस बवाल रहेछ ठाउँ है। र गाइज आजको लागि यति नै हामी फेरि नेक्स्ट भिडियो मिलेछ बाई। अनि बल ठाउँमा अरू आउनु छ सो लाइक सेयर एन्ड सब्सक्राइब गरेर नबिर्सिनु होला डिटी अफिसियल बाई।